नमस्ते, म डाक्टर कुमार राजस्थाल। म कन्सल्टेन्ट डर्मेटोलोजिस्ट, छाला तथा यौन रोग विशेषज्ञ, महाल रेडियन्ट स्किन केयर एन्ड हेयर ट्रान्सप्लान्ट सेन्टर सामाकोशी काठमाडौँमा कार्यरत छु। यदि तपाईँलाई पनि छाला सम्बन्धी कुनै समस्या भएमा, कपाल झर्ने समस्या भएमा, कपाल प्रत्यारोपण गर्नुपर्ने भएमा अथवा यौन रोग सम्बन्धी कुनै पनि प्रकारका सल्लाह सुझाव अथवा उपचार चाहिएमा मलाई यहाँ भेट्न सक्नुहुन्छ। पछिल्लो लामो समयदेखि धेरैजनाले मलाई एउटा कमन क्वेसन सोधेर पठाइरहनु भएको छ, डाक्टर साहब, असुरक्षित शारीरिक सम्बन्ध अनसेफ सेक्स भएको कति समयपछि रगत परीक्षण गर्दा अथवा एचआईभी को टेस्ट गर्दा पोजिटिभ देखिन्छ अथवा कुन उपयुक्त समय हो रगत जाँच गर्नको लागि भनेर धेरैजनाले सोधिरहनु भएको छ। मैले फलानु च्यानलमा भिडियो हेरेको छु, त्यहाँ 9 महिना भन्नुभएको छ, कतै 6 महिना भन्नुभएको छ। एक्ज्याक्ट टाइम कति हो भनेर धेरैजनाले सोध्नुभएको छ। म तपाईँलाई यो भिडियोमा सुरु गर्नुभन्दा पहिला एउटा टर्मको बारेमा जानकारी दिन गइरहेको छु। यसलाई एउटा विन्डो पिरियड भन्ने एउटा मेडिकल साइन्समा टर्म छ। यो विन्डो पिरियड भनेको चाहिँ के हो भने कुनै पनि कीटाणुको सङ्क्रमण भएपछि सङ्क्रमण भएपछि रगतको जाँच गरेर टेस्टमा पोजिटिभ नआउने सम्मको अवधिलाई चाहिँ विन्डो पिरियड भनिन्छ। रोगको सङ्क्रमण भयो, कीटाणुको सङ्क्रमण भयो र रगतको जाँच गर्दा चाहिँ जुन दिनमा पोजिटिभ आउँछ नि त्यो पिरियडलाई चाहिँ विन्डो पिरियड भनेर भनिन्छ। तुरुन्तै अब जस्तो कुनै कीटाणुको अथवा मानिलियो एचआईभीको नै आज असुरक्षित सम्बन्ध भयो भने भोलि त रगतमा देखिँदैन, त्यसको लागि सर्टेन टाइम त चाहिन्छ। हो त्यो समयलाई चाहिँ विन्डो पिरियड भनिन्छ। यो विन्डो पिरियड चाहिँ एचआईभीको सङ्क्रमण छ नि, त्यो एचआईभीको सङ्क्रमण चाहिँ कुन टेस्टबाट गरियो, त्यो कुन परीक्षण अथवा कुन जाँच गरियो, त्यो जाँच अनुसार चाहिँ यसको विन्डो पिरियड चाहिँ डिफ्रेन्ट छ। जति कम विन्डो पिरियड भयो त्यति नै पहिला रोग चाहिँ पत्ता लाग्दछ। अब यो एचआईभीको जाँचको लागि हामीले 3वटा परीक्षणहरू, सामान्यतया 3वटा परीक्षणहरू चाहिँ हामीले प्रयोग गर्ने गरेका छौँ। 3 प्रकारका टेस्टहरू हामीले गर्ने गरेका छौँ। नम्बर 1 टेस्ट जुन सबभन्दा चाँडो र सबभन्दा पहिला गरिन्छ, यस्तो प्रकारको टेस्टलाई चाहिँ एचआईभी न्याट टेस्ट भनेर भनिन्छ। अथवा तपाईँहरू स्क्रिनमा हेर्न सक्नुहुन्छ, एचआईभी न्युक्लिक एसिड एम्प्लिफिकेसन टेस्ट, एचआईभी न्याट टेस्ट भनेर भनिन्छ। यो एचआईभी न्याट टेस्ट जुन छ, यो न्याट टेस्ट चाहिँ असुरक्षित शारीरिक सम्बन्ध भएको 10 देखि 33 दिनसम्म पोजिटिभ देखिन सक्दछ। सुरुमा देखियो भने 10 दिनमा पनि देखिन सक्दछ अथवा 33 दिनसम्म देखिन सक्दछ। सबभन्दा सुरुमा हामीले शङ्का लागेमा चाहिँ जाँच गर्ने टेस्ट चाहिँ एचआईभी न्याट टेस्ट हो। यो टेस्ट अलिकति महँगो छ, तर सबभन्दा चाँडो चाहिँ यो चाहिँ टेस्ट गर्न सकिन्छ, एचआईभी न्याट अथवा एचआईभी न्युक्लिक एसिड एम्प्लिफिकेसन टेस्ट। अर्को प्रकारको टेस्ट हुन्छ जसलाई चाहिँ एन्टिजिन एन्टिबडी टेस्ट भनेर भनिन्छ अथवा यसलाई चाहिँ एचआईभी 4th जेनेरेसन टेस्ट भनेर भनिन्छ। यो 4th जेनेरेसन किन भनियो भन्दा यसमा एन्टिजिन पनि हेरिन्छ र अर्को एन्टिबडी पनि हेरिन्छ। एन्टिजिन P24 भन्ने एन्टिजिन पनि हेरिन्छ, साथसाथै एन्टिबडी पनि हेरिन्छ। यो चाहिँ 4th जेनेरेसन टेस्ट हो, एचआईभी एन्टिजिन एन्टिबडी टेस्ट। यो चाहिँ असुरक्षित शारीरिक सम्बन्ध भएको 18 दिनदेखि 45 दिनसम्म यो चाहिँ पोजिटिभ देखिने सम्भावना हुन्छ। सुरुमा चाहिँ 18 दिनमा देखिन सक्छ भने 45 दिनसम्म चाहिँ यो चाहिँ पोजिटिभ देखिन सक्छ। यसलाई चाहिँ 4th जेनेरेसन टेस्ट भनेर भनिन्छ। अब अर्को प्रकारको टेस्ट चाहिँ एचआईभी ऱ्यापिड टेस्ट हो अथवा यसलाई चाहिँ 3rd जेनेरेसन टेस्ट भनेर भनिन्छ। यसमा चाहिँ एचआईभीको एन्टिबडी मात्रै हेरिन्छ हैन। यसलाई चाहिँ एचआईभी ऱ्यापिड टेस्ट भनिन्छ। यो चाहिँ 23 दिनदेखि 90 दिनसम्म पोजिटिभ हुने सम्भावना हुँदछ। कसैको एचआईभीको ऱ्यापिड टेस्ट हामीले गऱ्यौँ, 45 दिनपछि एचआईभी ऱ्यापिड टेस्ट अथवा एन्टिबडी टेस्ट गऱ्यौँ, जुन नेगेटिभ आयो भने हामीले ढुक्क भएर बस्न सक्ने अवस्था हुँदैन। किनभने यो एचआईभी जुन ऱ्यापिड टेस्ट छ अथवा एन्टिबडी टेस्ट छ, 3rd जेनेरेसन टेस्ट छ, यो चाहिँ 90 दिनसम्म पोजिटिभ आउन सक्दछ। 23 दिनपछि पोजिटिभ आउने सुरु हुन सक्दछ, तर 90 दिनसम्म पोजिटिभ हुने सम्भावना हुँदछ। त्यही भएर तपाईँले बुझ्नुपर्ने कुरा के छ भने कस्तो प्रकारको हामीले टेस्ट गरेका छौँ। 3 प्रकारको टेस्ट हुन्छ। एउटा चाहिँ एचआईभी न्याट अथवा एचआईभी न्युक्लिक एसिड एम्प्लिफिकेसन टेस्ट जुन 10 दिनपछि पोजिटिभ हुन्छ र 33 दिनसम्म पोजिटिभ हुन सक्दछ। त्यसै गरी एचआईभी 4th जेनेरेसन टेस्ट, एचआईभी एन्टिजिन एन्टिबडी टेस्ट 4th जेनेरेसन टेस्ट, यो चाहिँ 45 दिनसम्म पोजिटिभ आउन सक्दछ। त्यसै गरी हामीले कमनली हामीले ल्याबमा गरिने टेस्ट चाहिँ एचआईभी ऱ्यापिड टेस्ट हो, जुन चाहिँ 90 दिनसम्म चाहिँ पोजिटिभ आउन सक्दछ। त्यही भएर यदि तपाईँहरूले 90 दिनमा पनि एचआईभीको टेस्ट गरेर 90 दिनमा नेगेटिभ आयो भने त्यसपछि पोजिटिभ आउने सम्भावना चाहिँ